तपाईले मान्छे मार्दा पनि तपाईलाई हत्केरी नलाग्ने यो कुन तन्त्र चलाइरहनु भएको छ? हामी यो देशको नागरिक होइन? मेरो प्रश्न अहिले केपी शर्मा ओलीलाई छ, मेरो प्रश्न अहिलेको बहालवाला गृहमन्त्रीलाई छ। म तपाईको नागरिक होइन? मैले यो देशमा तपाईहरूले गरिरहेको मनोतन्त्रको विरोधमा आवाज उठायो भने तपाईहरूले मलाई जेल लाउने? मलाई तपाईहरूले चलाएको शासन मन परेन भन्न पाउँछु कि पाउँदैन? संविधान कसले मानिरहेको छैन? आम नागरिकले अलिकति संविधानको खिलाफमा बोल्यो भने तपाईहरू जेल लाउने। तर तपाईहरूलाई चाहिँ के गर्ने त? हामीले तपाईँ आत्मालाई साँची राखेर प्रधानमन्त्री भएर भन्नुहोस् त, तपाईँले एउटा देशमाथि गर्ने कर्तव्य गरिरहनु भएको छ? म कुन देशको नागरिक रहेछु त? विदेशीहरूले मेरो प्रधानमन्त्रीलाई थर्काउँछ, विदेशी अनुसार मेरो प्रधानमन्त्री चलिरहेछ भने, अनि तपाईहरू चाहिँ मलाई सार्वभौम सत्ता नागरिक भन्ने, संविधानको मूर्ख बनाउने हामीलाई। मेरो अभिभावक राष्ट्रस्थ नहुँदा आज तपाईहरूले मेरो स्वाभिमान बेचिदिनु भयो, मलाई पनि बेचिदिनु भयो। तपाईहरूले हामी नागरिकको जुन अन्तर्राष्ट्रिय इलिगल तरिकाले तपाईहरूले हामीलाई बेच्न पाउनुहुन्छ चैत 15 को घटनामा तपाईहरू दोषी हो कि होइन? तपाईहरू दोषी आफू हुने, आफ्नो गल्ती छिपाउन तपाईले निर्दोषहरूलाई जेल किन थुनेको? धवल शमशेरले गोली चलाएको हो प्रचण्डजीलाई भन्छु। तपाईले जसरी राजालाई गाली गर्नुभयो, तपाईले जसरी राजावादी अथवा राष्ट्रवादीहरूलाई तपाईले भन्नुभयो, धेरै नउफ्रे। तपाईले गरेको इतिहास त हाम्रो आँखारी छ। तपाईको युद्ध चल्दा म यति साह्रो सिनियर त भइसकेको थिइनँ, तर मलाई पनि थाहा छ नि मेरो देशमा के थियो भनेर। कतिवटा घर जलाउनु भयो, कतिवटा नागरिकलाई मान्नुभयो, कतिजना टिचरलाई युद्धको नियम विपरीत तपाईहरूले काम गर्ने। तपाईहरूलाई चाहिँ हत्केरी किन नलाउने त? नैतिकता अलिकति पनि 1% छ भने तपाईले संयुक्त राजीनामा दिएर राजालाई देश जिम्मेदिनुहोस्। 62-63 मा हाम्रो राजाले देश छोड्दाखेरि यस्तै थियो मेरो देशको हालत। तपाईहरूको आज डाडु पुनुम हातमा छ भनेर तपाईले आफ्नो आँसी पासीलाई जे गर्न, तपाईले जे गर्नमा छुट। अदालत जस्तो कुरामा पनि तपाईहरूले राजनीति घुसाउनु भयो, न्यायाधीशहरूलाई यसरी बिगार्नु भयो, पैसा बिना उहाँहरूले फैसला नगर्ने अवस्थामा पुर्याउनु भयो। उहाँहरूले आफ्नो इथिक्स मारेर फैसला गर्नुहुन्छ। मलाई लाग्छ त्यो गलत फैसला भएको दिन राति उहाँहरू सुत्नुहुन्न न्यायाधीशहरूलाई, न्यायको मूर्तिहरूलाई। जसरी एउटा डक्टरलाई कसैले जबरजस्ती कुनै प्रलोभनमा राखेर कुनै पेसेन्टलाई मार भन्छ भने त्यो दिन त्यो डक्टर सुत्न सक्दैन होला, क्षणिक उसले लोभमा गर्न होला, तर उसको आत्माले उसलाई धिक्कारिरहेछ। आज हाम्रो देशको सर्वोच्च अदालतको भन्नुहोस् या उच्च अदालत, न्यायालय, जिल्ला जति पनि न्यायालयको परिकल्पना हाम्रो संविधानले गरेको छ, त्यहाँ बस्ने हाम्रो न्यायमूर्तिहरूको आत्माले धिक्कारिरहेछ उहाँहरूलाई। मैले आज गलत फैसला गरेँ, आज निर्दोषलाई मैले जेल लगेँ भनेर सोध्नुहोस्। मलाई त हामीले उहाँहरूलाई त्यसरी भेट्न पाउँदैन। सर्वोच्चको प्रमुख हुनुहुन्छ जुन, म उहाँलाई भेटेर बहस गर्न चाहन्छु। सर, तपाईँको मातात्मा, तपाईँले त्यही इथिक्स पढ्नु भएको थियो। बरु हजारौं कैदीहरू छुटुन् तर एउटा निर्दोष निरपराध जेल जानु हुँदैन भनेर हामीले पनि एउटा कतै लोगोहरू त्यो स्टाटस त्यो स्लोगनहरू पढिरहेछौँ। हामी एउटा साधारण मान्छे त यति बेसिक कानुनको प्रकृति नियमको कुरा थाहा छ भने तपाईहरु त स्वयं त्यसको भुक्त हो, अनुभवी। किन आज यस्तो तपाईहरु किन भन्न सकुन्न म आफ्नो इथिक्स मारेर फैसला गर्न सक्दिनँ भनेर, मेरा नैतिकताले दिदैन भनेर? पैसा सब कुछ हो भने मलाई प्रश्न छ सर्वोच्चको प्रधान न्यायाधीशलाई र न्यायाधीशहरू जो बिकाउ हुनुहुन्छ, जो आज गनाइरहनु भएको छ। तपाई मर्दा छातीमा पैसा लिएर जानुहुन्छ? तपाईले पदको दुरुपयोग किन गर्नुहुन्छ? आफ्नो आत्माबाट तपाईहरु झर्ने काम किन गरिरहनु भएको छ? हामीले त सानो कसैलाई मारेको छौं, कसैको 2 पैसा गर्दा हामीलाई धिक्कार लाग्छ, समयमा हामीले दिन सकेनौं भनेर आत्मग्लानि हुन्छ। त तपाईहरुलाई किन हुँदैन? अनि अर्को कुरा, केपी शर्मा ओली प्रधानमन्त्रीज्यू देशलाई आज कहाँ पुर्याउनु भयो? स्विजरल्यान्ड भनेर हामीलाई मूर्ख बनाउनु भयो। स्विजरल्यान्ड छ, सिंगापुर बनाउँछु भन्नु, हामीलाई केही पनि चाहिदैन त। मेरो देशलाई प्रकृतिले साथ दिएको थियो, प्रकृतिकै सम्पत्तिलाई हामीले प्रयोग मात्रै गर्न सके भए आज मेरो देश कहाँ पुग्थ्यो? आज म यस्तो धेरै पढाइ लेखेको मान्छेहरू बेरोजगार धेरै छन् देशमा। किन आयो त यो अवस्था? आज किन युवालाई देशमा बस्न मन लाग्दैन? तपाईलाई लाज शरम छैन? भर्खरै नेपाल प्रहरीमा भ्याकेन्सी एनाउन्स भएको थियो। नेपाल प्रहरीको आइजिपीलाई म प्रश्न गर्न चाहन्छु, तपाई दलको आइजिपी हो कि हामी नागरिकको आइजिपी हो? तपाईलाई के एमाले पार्टीले तलब खोलाउँछ कि नेपाल सरकारको? तपाई नागरिकको ट्याक्सबाट तलब खानुहुन्छ। तपाईले नागरिकको सुरक्षा लिन्छु भनेर कसम खाइसकेपछि तपाई दल अनुसार किन चल्नुहुन्छ? यदि तपाईको नैतिकताले त्यो दिन्छ भने त पद छोड्नु पर्छ। तपाईहरुको प्रहरी संगठन, तपाईहरु जस्ता नालायक आइजिपीहरु एआइजीहरुले गर्दाखेरि आज प्रहरी संगठन पनि बदनामी भयो। प्रहरी मेरो साथीको नारा झुटो भयो, जनताले तपाईलाई विश्वास गर्दैन। इतिहास साँची छ, हेर्नुस्, सुध्रिनुस्।